यति राम्रो हुर्केको बोट मैले किन निकालेँ त? आउनुहोस् आज फेरि दिनभरिका केही कामहरू 1 मिनेटमा हेरौँ। मेरो दिनको सुरुवात केही फुलका बिरुवाहरूलाई शङ्खसह पठाउनु पर्ने थियो र त्यसलाई सुरक्षित रूपले प्याकिङ गर्ने कामसँगै भयो। त्यति काम सकेर धारा आइपुग्दा रातभरको आकाशको पानीले धाराको पानीलाई असर गरेछ। बनाउन भनेर बिहानैदेखि धुम्मिएको मौसम हेर्दै पानीको मुहानतिर लागे। म सँगसँगै काले डन्त थिँदै थियो। धारामा पानी आउने भयो अनि उभिएर यसो वरिपरिको दृश्य हेर्दै थिएँ। छेउछाउमा पलाएको निगुरेतिर पनि आँखा पुग्यो अनि यसलाई भान्सासम्म ल्याउने तयारी गर्दैछु। त्यति निगुरे बोकेर अरू सागसब्जी खोज्नको लागि बारीतिर म हतियार धारी भएर निस्केको छु र यसरी फर्सीको टुप्पा पनि भेला पारे। बिहानको खानपिनको काम सकेर दिउँसो फुलको काम सुरु गर्दै गर्दा नर्सरीमा ग्राहकहरू पनि आउनुभएको थियो। बाबाले उहाँहरूको रोजाइअनुसारको बिरुवा तयार गरिदिनु भयो। हामी भने मजाले सप्रिएको बिरुवालाई रिपोर्टिङ गर्ने काम गर्दैथ्यौँ। बिरुवाहरू बढ्दै गएपछि उनीहरूको खानपान पनि बढाउनु पर्ने हुन्छ। रिपोर्टिङ गर्दाखेरि बिरुवाको जराहरूको छाटकाट, बिरुवाको साइज अनुसारको गमलाको साइज र त्यसलाई आवश्यक पर्ने मलमाटोको पनि व्यवस्थापन गर्नुपर्छ। त्यति गर्दा गर्दै मलिमबाट आन्टीहरू पनि बिरुवाहरू लिन आइपुग्नु भयो। उहाँहरूले पनि आफ्नो रोजाइको बिरुवाहरू लिनुभयो अनि हाम्रो काम त जारी नै छ। यो कक्सकम्ब हामी भालेफुल पनि भन्थ्यौँ, त्यसलाई मिलाएर राख्ने काम सकेर आजलाई यो तेस्रो टनेलको काम पनि सकियो। घर आएपछि त समय गएको नि पत्तो नै हुन्न है। यही बोट बिरुवा वरिपरि हुँदाहुँदै फर्किने दिन नै आउन लागिसक्यो। हस्, अर्को भिडियोमा भेटौँला।